यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरू, दिदीबहिनी तथा दाजुभाइहरू, अलिक समय भएको थियो मैले यहाँहरूसँग भेट्न पाएको थिएन। आज भेटघाट भएर खुसी लागेको छ। यद्यपि यो ठाउँसँगको मेरो सम्बन्ध धेरै पुरानो छ। म 26-27 सालदेखि यस ठाउँमा आउने र सङ्गठन गर्ने गरेको हुँ। 26, 27, 28, 29 सालसम्म। 30 सालमा जेल परेपछि मैले यतातिर आउने मौका मिलेको थिएन। जेलबाट छुटेपछि केही समय मैले यता गाउँघरतिर आउने मौका मिलेको थिएन। फेरि 47 सालको अन्तिमबाट फागुन चैतबाट म यो ठाउँमा आउन थालेको। यहाँहरूसँग भेटघाट भइरहेको छ र यहाँहरूले आफैले भनिसक्नु भएको छ यो ठाउँमा ठुलो परिवर्तन आएको छ। म सांसद भएर गएपछि पार्लियामेन्टमा प्रतिपक्षमा थियौँ हामी। त्यसबेला लेराको पुल बनाउनु पर्छ भनेर लेराको पुलको माग मैले सधैँ राख्थेँ। म बोल्न उठेपछि मान्छेहरूले जिस्क्याउने स्थिति हुन्थ्यो, लेराको पुल भन्न आँट्यो भनेर। लेराको पुल बनाउन धेरै गाह्रो भयो। तर मैले मेची महाकाली नै हुलाकी बाटोलाई हुलाकी राजमार्गमा विकास गरेपछि लेराको पुलको गीत गाइरहनु परेन, लेराको पुल आफै बन्ने भयो। अहिले एउटा मात्रै पुलमा ठेकदारले राम्रो काम नगरेर ठेका तोडिएको छ। अब त्यो पुल पनि बन्छ नै, किन यो राजमार्गमा त्यो पुल नबनेर धरै छैन। पुल बन्छ नै, कन्काईको पुल एउटा मात्रै पुल त्यहाँ बन्न बाँकी छ। अर्को कमलाको पुल माटोको परीक्षण र इन्जिनियरिङको गल्तीले गर्दा अलिक भाँसिएको छ, त्यसलाई पुनर्निर्माण गर्नुपर्ने छ। यस्ता एकाध ठाउँमा प्राविधिक कारणले, ठेकेदारको कारणले केही भएको होला। रतुवाको पुल चाहिने भन्दा साँघुरो छोटो बनाएर त्यसलाई फेरि विस्तार गर्नु पर्यो। त्यो इन्जिनियरिङको त्रुटि हो, नत्र उहिले बनिसक्नु पर्ने थियो। त्यस क्षेत्रमा त्यस प्रकारका कतिपय कमी कमजोरीहरू ठेकेदारले गरिदिने, इन्जिनियरले गरिदिने जस्ता कुराहरूले काम अलिक ढिला भएको हो। तर पनि हामीले काम पुरा गरेका छौँ, पुरा गर्दैछौँ। गौरीगञ्ज, उहिलेको गौरीगञ्ज म सम्झिन्छु। म 26-27 सालमा हिँड्दाको गौरीगञ्ज सम्झिन्छु। आजको गौरीगञ्ज त सेल्फी रोड भन्छन् नि, सेल्फी रोड जस्तै छ। सेल्फी खिच्ने बाटो जस्तै छ गौरीगञ्ज। गौरीगञ्जमा गेउरिया पुल बडो अप्ठ्यारो स्थितिमा थियो। एउटा काठे पुल उहिले बनाएको थियो, त्यो पनि पुरानो। अहिले भव्य चौडा त्यस्तो नयाँ पुल बनेको छ, बाटो बनेको छ। र यस ठाउँमा पनि यस्तो बाटो बन्ला र यस्तो पक्की बाटो बन्ला र जस्तो थियो बनेको छ। पहिले यहाँ बिजुलीको कुरै थिएन। पालिकाहरूले त्यसबेला गाविस भन्थे। म आउँदा गाविसले 1 सेट के VHS के भन्ने टेलिफोन हुन्थ्यो, त्यो 1 लाइन पाउन भनेर निवेदन गर्नुहुन्थ्यो र त्यो 1 लाइन जडान गरिदिनु पर्थ्यो। विभिन्न पालिकाहरूमा व्यक्तिले पाउने त सम्भावनै थिएन। पालिकाहरूमा आज हातमा मोबाइल छ मानिसहरूको, 4G सेवा छ। संसारसँग कुरा गर्न सकिन्छ, संसारको कुरो जानकारी लिन सकिन्छ। त्यो ठाउँमा आइपुगेका छौँ। विद्यालयहरू, क्याम्पसहरू अघि नै साथीले भनिसक्नुभयो। विद्यालय भवन निर्माण, क्याम्पस भवन निर्माणदेखि लिएर खानेपानीका ट्याङ्कीहरू बनाउनेदेखि लिएर अनेक प्रकारका कामहरू भएको छ। हामीले 51-52 सालमा सुरु गरेको सामाजिक सुरक्षा भत्ता अघिल्लै पल्ट मैले 4000 पुर्याएको थिएँ।
अहिले विभिन्न ढङ्गले सरकार फेरिने र त्यो अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पारेको हुनाले त्यसलाई बढाउन सकिएको छैन। तर ठुलो सङ्ख्यामा 37-38 अरबभन्दा बढी रकम त्यसमा गइरहेको छ। ठुलो रकम हामीले त्यसमा खर्च गरिरहेका छौँ। ठुलो सङ्ख्याको मानिसहरूले त्यसबाट लाभ लिइरहेका छन्। ज्येष्ठ नागरिकहरू, एकल महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरू, अशक्त अपाङ्गता भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिन पाएका छन्। हामीले सडकमा भिखमङ्गा, सडक बालबालिका हुनु हुँदैन भनेर अभियान चलाएका छौँ र पछाडि परेको समुदायलाई कसरी अगाडि बढाउने त्यस विषयमा पनि हामीले विभिन्न प्रयासहरू गरेका छौँ। अहिले म केही भन्न धेरै चाहन्न। हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन। आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यहाँ ढाट्न सकिन्न। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न? किन यहाँ आउनु पर्यो? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ। अर्को कुरा, अहिले म यसो अलिकति सुन्छु कता कता, मधेसी पहाडी भन्ने कुरा पनि सुन्छु भित्रभित्र। त्यस्तो कुराहरू गर्नु हुँदैन। हामीले सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ। त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ। सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ र हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ बनाउने, आफ्नो गाउँ बनाउने, जिल्ला बनाउने, आफ्नो देश बनाउने यी कामहरू गर्नुपर्छ। त्यो काम विभाजित भएर फाटो गरेर वैमनस्यता मनमा राखेर यो जात त्यो जात भनेर त्यसरी बन्दैन। कुन जातको उम्मेदवार छ त्यो जात भनेर त्यसरी देश बन्दैन। देश बनाउन जातले होइन, विचारले, दृष्टिकोणले, नीतिले, योजनाले, सङ्कल्पले, प्रयासले त्यसले बन्छ देश। त्यसकारण जातका कुरा गरेर हामी हेर्नु हुँदैन। जात भन्दै गयो, जातबाट थर भन्दै गयो, थरबाट गोत्र भन्दै गयो। यी सबै कुरालाई ध्यानमा राखेर हामीले एकताबद्ध भएर सही कुरा गर्ने, सही काम गर्ने त्यो गर्नुपर्दछ। सही पार्टी छान्ने काम गर्नुपर्दछ। अनि फेसन जस्तो लहैलहीमा हामी कुद्नु हुँदैन। उनीहरूले भ्रम फिजाउँछन्। मैले पछाडि परेका ठाउँहरूलाई अगाडि बढाउनु पर्छ भने मैले केही ठाउँहरूमा अहिले पनि बिजुली बाल्नुपर्ने ठाउँमा हामी गोइठा बाल्ने स्थितिमा छँदैछौँ। हामी गोइठा बाल्नेबाट विकास गरेर बिजुली बाल्ने ठाउँमा पुग्नु पर्यो, बिजुलीले खाना बनाउने ठाउँमा पुग्नु पर्यो भन्दा ल हाम्रो संस्कृति गोइठा बाल्नु पनि संस्कृति हुन्छ। अभाव हो, गरिबी हो, पछौटेपन हो, जाडामा न्यानो कपडा नलाउनु पनि संस्कृति हुन्छ। पक्की घर नबनाएर छाप्रामा बस्नु, परालको यसो छाप्रो बनाएर बस्नु पनि संस्कृति हुन्छ। त्यो संस्कृति होइन, त्यो गरिबी हो। गरिबी र संस्कृति हामीले छुट्याउनुपर्छ। संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ। पछौटेपन हटाउनुपर्छ, संस्कृति जोगाउनुपर्छ। अनि मान्छेहरूलाई यत्तिकै हलमा ल्याएर
हाम्रो बेइज्जत गरौँ, हामीलाई गोइठा बाल्ने भन्यो भनेर। दाउरा पनि बाल्ने होइन, अब बिजुली बाल्नेतिर पुग्नुपर्छ। अब नेपालमै ग्यास निस्किँदैछ, ग्यास बाल्नुपर्छ। विदेशबाट ल्याएको ग्यास होइन, अहिले ताला लाएर राखेको छ त्यहाँ ग्यास निकाल्न छोडेर। त्यो ग्यास निकाल्नुपर्छ र पाइपबाट त्यसलाई, त्यो ग्यासलाई ल्याएर एकै ठाउँ पानी ट्याङ्की जस्तो ट्याङ्कीमा राख्न सकिन्छ र घर घरमा पाइप पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर जस्ता कुराहरू पनि चाहिँदैन, ट्याङ्कीमा राख्नुपर्छ अनि घर घरमा पुर्याउन सकिन्छ। त्यतातिर जानुपर्ने ठाउँमा गोइठै बाल्नुपर्छ भन्नु त्यो उपयुक्त होइन। गोइठा बाल्नेतिर होइन, त्यसभन्दा माथि उठ्नुपर्छ, अगाडि बढ्नुपर्छ, विकास गर्नुपर्छ। उहिले उहिले हामी बैलगाडा चलाउँथ्यौँ होइन, अहिले बैलगाडा त हराउँदै गयो त। अहिले गाडी चलाउँछौँ, बाइक चलाउँछौँ। आली आलीबाट साइकल चलाउनु पर्थ्यो अहिले पक्की बाटोमा दौडाउँछौँ त हामी। त्यसकारण हाम्रो संस्कृति भनेको गोरेटो बाटो, घोडेटो बाटो, आलीको बाटो होइन। त्यो संस्कृति होइन, पछौटे पन थियो। अब अगाडि बढाउनुपर्छ। कुनै पनि कुरालाई बङ्ग्याएर बेठिक ढङ्गले चर्चा गरेर अनि सेन्टिमेन्ट खडा गरेर म आग्रह गर्न चाहन्छु, यस्तो सेन्टिमेन्टमा, यस्तो भावनामा बग्नु हुँदैन। भावनामा बगेर हामी अगाडि जान सक्दैनौँ। हामीसँग कतिवटा कुप्रथा छ, अन्धविश्वास छ। हामी आफ्नै आमा दिदी बहिनीहरूलाई बोक्सी भन्ने गरिराखेका छौँ अहिलेसम्म। त्यस्ता कुरा हटाउनुपर्छ। त्यो संस्कृति होइन, त्यो हाम्रो परम्परा होइन, अन्धविश्वास हो, पछौटे पन। कोही पनि बोक्सी हुँदैन, मैले धेरै ठाउँमा भन्ने गरेको छु। कोही पनि बोक्सी हुँदैन। बोक्सी छ कोही भने त्यस्तो हुन्छ भने मलाई लगाइदिए हुन्छ भनेकै छु मैले धेरै ठाउँमा। मलाई लगाइदिए भयो नि त, छ कोही बोक्सी भने। तान्त्रिक भनेर सुन्छु, त तान्त्रिक छ भने मलाई लगाइदिए भयो नि त। तन्त्र मन्त्र बोक्सी के छ त्यो मेरै विरुद्ध लगाइदिए हुन्छ। तर हुँदै हुँदैन यो। म यति ढुक्काले किन भन्दैछु भन्दा हुँदै हुँदैन। बोक्सी विद्या भन्छन्, बोक्सी विद्यै हुँदैन। बोक्सी लाग्यो भन्छ, लाग्दै लाग्दैन। यस्ता अन्धविश्वासमा हामी बाँचेका छौँ। यस्तो अन्धविश्वासमा बाँच्न हुँदैन आजको समयमा।